जतिखेर हाले हुन्छ नि अनि म सक्छु त म एउटा बुढी मान्छे भएको तपाईँले लाज लाग्दैन हेर्न चाहिँ मेरो त लु त जतिखेर पनि राम्री भर्खरको देख्दा जतिखेर चढिराख्नु के चढ्नु हामी चाहिँ के माछालाई आलु खोज्न आएको भइसक्यो के खेद्न आएको छोरा खानु यत्रो भएको लामो खोजेर आएको तिनीहरू अनि रक्सी नखाएर बस्नु सकिँदैन नखाओस् न होइन यहाँ सुन्नु न रक्सी खाने कुरा त्यस्तो कुरा होइन मैले खेल्नु त्यो खाइ पनि हुन्छ नि त अनि भरिभरि चाहिँ दिदो रुसी माछाले माछेर भरिभरि चाहिँ माछालाई उसलाई चढ्नै दिँदैन रहेछ उल्टो कुटे गर्छ त्यो हुँदो रहेछ कि हाम्रो त्यो झगडा भनेको नि झगडा भएपछि हाम्रो त्योमा मात्रै झगडा हुने के फेरि यहाँ सुन्नु न 10 घन्टासम्म अरू उसले चाहिँ गरेको बस्छ त गरेको हामी चाहिँ के हामी त छोक्दैन त्यस्तै त बोलेको नि सक्दैन भने म अर्को केटी बिहे गर्छु भने लु गर न त भने मैले उसलाई पनि ल्याइदिएको कसौँला साँच्ची भनेको मेरो सौता लिएर चुप्लागा भन्दैछु म चुप्लागा भन्दैछु अरे दाखा एकै खेतमा फेरि गरेर मलाई पड्काउनु नपर्छ नि फेरि यस्तो भएपछि कसरी बस्नु भन्नु आफै सम्झनु त म सुनाउँदा मान्छेले कसरी थामेर परेको थियो यसो अगाडि न तल्लो गाउँमा गएर जानु इज्जत छ म माथि गाउँमा पुर्को जाउँ होटलमा त रातमा के अरे 1000-2000 रातमा पाउँदैन एक घन्टा त्यस्तो जतिखेर पनि बुझे यसो गरेको हामी चाहिँ मानिराख्नु हामी चाहिँ भैँसी हो र भैँसी हो भाइ तपाईँ त मेरो ज्वाइँ हो साँच्ची भन्दाखेरि म के हामी चाहिँ भैँसी होइन जस्तो भने भनेको कुरा त हामीलाई थाहा हुन्छ नि त हामीलाई होइन रातभरि अब यहाँ सुन्नु म पहिला कुरा भन्छु उसले भनेको जतिखेर पनि नि अब भनेको गरौँ भन्छ के गरौँ भन्छ लाजको बजार अनि गरौँ भन्छ के गरौँ भन्छ उसले चाहिँ भनेको सेक्सहरू गरौँ म त सक्दिनँ भनेको त्यतिखेरै त्यो कसम म सक्दिनँ भाइ प्लिज नसक्ने भन्छ किन बिहे गर्नुभयो किन पहिला आउनु अरे बाफ्रे बाप मेरो त कसमले एपेन्डिसाइटमा ए त्यो बिरामीले तपाईँले पनि अब त्यस्तो बिरामीमा त्यसो नगरौँ न त्यो अनि हस्पिटल लगेन तपाईँलाई खाएको यतिकै 24 घन्टा अहिले तपाईँहरू नआए बिहेको पनि अहिले यहाँ तपाईँको जिद्दी नहोस् तर भगवानको सम्म गर्न सक्दिनँ 12 बजी हिँड्नु लाग्यो भित्र ढोकाको कस्तो फुकुवा भन्नाले के भन्दै हुनुहुन्छ के फुका त आफै त फुका नगरिकन गएको आज 3 दिनमा आउँदैछ होइन तपाईँ चाहिँ कहाँ जानुभयो किनभने किन सरसल्लाह एउटा तपाईँ श्रीमान श्रीमती भइसकेपछि म सोध्दैछु एकछिन यो हात नलागिकन त्यो बोल्नु मैले उसलाई भात पस्केर दिँदा मात्रै खानु भयो भने के हामीले त भोग्न तपाईँले मैले किन कोटेको हो मैले एक दिन आवेले चाहिँ हानेको केले हान्नु भएको डाबिलले जाँदा त्यो डाबिलले हानेर त गएको रहेछ त नि अब यो तपाईँहरूको अहिले कुरा खोलिँदै गयो अब समस्या के आयो भने भोलि उसको पनि समस्या आउँछ है यो कसको छोरी हो कहाँबाट लिएर आएको हो तपाईँले चाहिँ अब तपाईँलाई चाहिँ दुःख दियो भनेर लिएर ल्याइदिनु भएको रहेछ यो त गाह्रो बता नि यो बस कहाँ हो घर इलाम भने कस त्यहाँ इलामबाट चाहिँ कन्ट्याक्ट नम्बर कहिले फोन गर कान्छी लिएर आएको रे भेटाएर अनि तपाईँको घरमा को हुनुहुन्छ बुवा दाजुभाइ दिदीबहिनीहरू एकजना मात्रै तपाईँ मात्रै हो
बिहे गर्नुभएको छैन तपाईँले नडाँट्नु नि फेरि तपाईँलाई देखिरहेको छ भिडियोमा फेरि मेरो बुढी हो होइन, होइन होइन, छैन, छैन। अनि तपाईँ चाहिँ किन आउनुभएको उहाँसँग बिहे गर्नुको लागि आउनुभएको म त बिहे गर्न आएको होइन उसले नै ल्याएर आएको अनि तपाईँले किन ल्याउनु भएको के गर्नु ल्याएको मेरो घरमा सुँगुरु फम्छ भनेर ल्या तपाईँले चाहिँ किन ल्याउनु भएको म आउनै मानेको थिइनँ तिमी जाँदा जान्छ बहिनी खाँदिनँ तपाईँले किन ल्याउनु अनि यस्तो मान्छेको विश्वास मानेर आ तिमी आउँछौ होइन तपाईँलाई उहाँले लिएर आउँदा चाहिँ तपाईँलाई के भन्नु उहाँले केही पनि भनेको छैन एक शब्द बोल्नु भएको छैन म भित्र बाहिर उहाँ गएर ढलिरहेको आएर आइपुगेँ अरे जोडी अँ। अनि मैले को भने सोधिनँ भने ढोका खोल्नु भने मैले खोल्दिनँ भने अनि त के अरे त्यो बोतलमा हुन्छ नि रातो नल्ला कलरको त्यो ल्याएको छ त्यहाँबाट छिराइदियो भाग्य मान्छे जस्तो लाग्यो तपाईँ म त्यस्तो होइन सर अनि फेन्टाकै के हो अनि तल घरमा लगेर खायो अनि आएर अनि तपाईँहरू आइदिनु छोरा बलले यो झोलाहरू भित्र लगाएर हुलेपछि तपाईँहरू विश्वास मान्नु हुँदैन मेरो बिजनेसको भनेर बकाइँदा फर्माउनको लागि तपाईँ ज्वालामा ढोका नखोलिदिन राखेको छ यति नै कुरा मेरो सोच यहाँ सुन्नु अब तपाईँले सोधे त्यो किन ल्याउनु भएको यहाँ चाहिँ तपाईँले फेरि म सोधेँ। मैले चाहिँ अब मेरै जाउँ मेरो घरमा बुढा छ सुँगुर फर्म पनि छ पालौँ बसौँ दुईजना बसेर उता बर्थे भएको छोरी हो दमाईको छोरी यहीँ बसौँ छेत्री होइन तर यहाँभित्र पस्न दिँदैन भनेर चाहिँ मैले चाहिँ अब छेत्री भने के हामी खाएर आएको छ नि म त गाँको गरेर होइन होइन अब अन्तिम घडीमा आइपुगेछौँ हामी यो बुइनलाई चाहिँ कहाँ लानु त हौ? म त कहाँ लानु म केटा भए पनि हुन्थ्यो हिजो तपाईँ अनि किन ल्याउनु भयो त नि केता भगेर राख्दा हुन्थ्यो मैले रोक्यो खाऊ बुन खाएको थिएँ के भन्दैन मेरो बुढो छ सुँगुर पनि छ त्यो जाउँ भने लिइहालेछु जहाँ के गर्ने बहिनी अब तपाईँ म त जाने नि घर जाने कहिले जाने अहिले नै जाने अहिले त दिदीले कस्तो लिएर आउला? बसेन अब दुईजना मिलेर बसौँ न त बस्छु होला बसौँ न अब तपाईँले बिराउने कोसिस गर्दैछ आफ्नो बुढीले त जस्तै अहिलेसम्म पक्कै पनि दर्शक पनि हेर्नुहोस् कस्टमर मेरो सौता पनि भन्दिनँ हौ कसम मिलेर बस्छ जाँदैन जाँदैन यस्तो तपाईँ चल उनी जाँदैन